बालकोटको दरबारमा राज गरेर बसी बक्स्यो। केपीजी बालुवाटार यो जनताको दरबार हो। राजालाई ती झापु अन्य व्यवस्था मिलाइदिन्छु म, त्यति गर्न सक्छु म। 3 जुत्ताका माला, त्यो राजालाई फुलको माला होइन 3 जुत्ताका माला हाल्न 300 जना मान्छे लगेर पहिले उसको एरिया आफूले अकुपाई गरेर त्यहाँ जुत्ताका माला लगाइदिन्छु भनेको बेला त्यो भनेको के हो? पर्सि एयरपोर्टमा आउँदै गर्दाखेरि त्यो केन्द्रसँग आउँदा तपाईँ मैले मान्छेहरू त्यति गरेर म पनि सक्छु। सचेत नेपाली पार्टीले सक्छ त्यति नाथे कुरा गर्न। तपाईँको प्रेमिकाले देशलाई माया गर्दैन, राजालाई साथ दिँदैन भने तपाईँको प्रेमिकालाई आजै तपाईँले छोडिदिनुहोस्। तपाईँको श्रीमतीले अबको राजाको सम्बोधनलाई साथ दिँदैन भने आजै डिभोर्स दिनुहोस्। तपाईँको प्रेमी तपाईँको केटा साथी छ भने राजालाई साथ दिँदैन भने उसलाई आजै छोडिदिनुहोस्। उनीहरूले भौतिक कारवाही गर्छु भन्छ भने राजालाई थुन्छु भनेर भौतिक कारवाही नगर्ने किन? र त्यस कारणले के छ, जे मन लाग्यो त्यही बोल्नुहुन्छ होइन। ती भाटहरूलाई कसले दियो? आज राजा पृथ्वीनारायण शाहले यो राज्य नजोडिदिएको भए यी भत्तोहरू के चाहिँ प्रधानमन्त्री हुन्थे, ओली प्रधानमन्त्री हुन्थ्यो, त्यो बाबुराम पुरेतको छोरो प्रधानमन्त्री हुन्थ्यो। पुष्पकमल दाल 18,000 मान्छे मारेर आज आएर बिचरा चाहिँ उहाँ केरा पाटमा भात खाँदैछ। त्यसलाई त भैमा भात खान नदिनु हुन्थ्यो। अझै त्यो के त झुक्क्याउँछु भने हिँडिराखेको छ भनेपछि यो त फटाहरूको, यो चोरहरूको झुन्ड ग्रुप हो। यो ठगहरूको झुन्ड ग्रुप हो। यो कुनै पोलिटिकल पार्टी होइन। प्रचण्ड कुन? प्रचण्डको घरको क्या हो नेपाल? पार्टी प्रचण्डको बाउले निर्माण गरेको देश नेपाल हो। प्रचण्डलाई भोलि हामी यो देशबाट लखेट्न सक्छौँ। प्रचण्डले राजालाई छोएर देखास् त। भारतको देहरादूनको चक्रतामा तालिम गर्यो प्रचण्डले। त्यसको सेना, भारतको सेनाको सहयोग लिएर राजतन्त्रमाथि, त्यो व्यवस्थामाथि आक्रमण गरेको थियो प्रचण्डले। प्रचण्ड नेपाली हो र? यो चन्द्रसूर्य अङ्कित झण्डा प्रचण्डले बनाएको हो। प्रचण्डको यो देशको राष्ट्रको अस्तित्व प्रचण्डहरूले त यो राष्ट्रको राष्ट्रिय अस्तित्व अस्वीकार गरेका थिए। यो झण्डा बदल्न खोजेका थिए, देशको नाम बदल्न खोजेका थिए। अनि प्रचण्ड नेपाली हुन्। नजिसका साथी हो, वरिपरि पुलिस राखेर नजिसका। पुलिसले पनि तिमीहरूलाई साथ दिँदैन। अब 25,000मा मैले भने त यो व्यवस्था परिवर्तन गर्न पुलिसले साथ दियोस्। त्यही दिन राति 1 लाख रुपियाँ हुन्छ महिनाको तलब पुलिसको। पुलिसको हालत के छ तपाईँले हेर्नु भएको छ? पुलिसका कपडा, पुलिसका जुत्ता। राजाको जय जयकार गरेको र नेताहरू जिल्लामा जाँदाखेरि मुर्दाबाद गरेको नारा उहाँले सुन्नु भएको थिएन होला। यो त मित्र, यो त ट्रायल मात्रै हो। अरू जिल्लाका मान्छेहरू थपिए, अरू 73 जिल्लाका मान्छेहरू थपिए भनेदेखि जुन भिड आउँछ त्यो देखेर नआत्तिनु होला। लुक्ने ठाउँ अहिले नै खोजेर बस्नु होला। त्यो मित्रलाई म अनुरोध गर्न चाहन्छु। पृथ्वीनारायण शाहसँग सेना थियो। बुद्धि देश जोड्ने बुद्धि कसले थियो? पृथ्वीनारायण शाहलाई यो देश जोड्नुपर्छ, कसरी जोड्न सकिन्छ भनेर बुद्धि दिने त विशेष नगर्जी हो नि त। एक जनताबाट एक रुपियाँ पैसा उठाउँ, एक उठाएर अनि यो देश जोड्न सकिन्छ है महाराज भन्ने को? उनीसँग त मुडै बल मात्रै थियो नि पृथ्वीनारायण शाहसँग त, होइन? बुद्धि त विशेष नगर्जीबाट ल्यायो नि त। यो अस्ति गएको जुन चाहिँ यो 25 गतेको जुन भिड थियो, यो तपाईहरूले नालायक सरकारले जन्माएको भिड हो। यो बुझिराख्नुहोस्। तपाईहरु जति दिनसम्म सरकारमा बस्नुहुन्छ त्यति दिनसम्म यो भिड अझै बढ्दै गएर मुद्दामा जेल मात्र होइन, सडकमा मान्छेले कुट्ला, मुख र थुतुनो दुईटै सम्हाल्नुस्। यो कुरा तपाईलाई अनुरोध अपील गर्न चाहन्छु। त्यो भएको हुनाले मैले धेरै कुरा गर्नु छैन। पार्टीका अध्यक्षहरू हुनुहुन्छ। अब यो आन्दोलनको सुरुवात हो। अब शिक्षाका लागि, स्वास्थ्यका लागि, रोजगारीका लागि जबसम्म यो देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदैन तबसम्म संसदीय व्यवस्थाले यो देश अगाडि बढ्दैन। जसको हैसियतै छैन, जसको 2 जना मान्छे बजारमा छैन, अनि तिनले राजालाई चाहिँ पख जेल जाउला भन्ने। 2060 साल पुष 18 गते राति 1 बजे, 12 बजे 18 गते सकियो। त्यसपछिको 1 बजे भनेको त्यो पुष 19 गतेको राति लागेको थियो। 1 बजे दरबारमा गएर तत्कालीन राजा ज्ञानेन्द्रसँग सम्झौता गरेको होइन। राजा राजतन्त्र सधैँ रहने, प्रचण्डलाई शासन बजाउनु पर्ने, प्रचण्डले राजतन्त्रको रक्षा गर्ने, राजाले रक्षा गर्ने, राजाले सेना प्रचण्डलाई चलाउन दिने, प्रचण्डले आफ्ना लडाकु राजाका पनि बनाइदिने सम्झौता गरे होइन।
म राजालाई हातमा समातेर लिएर दरबारमा लिएर जान्छु। कुन चाहिँ पुलिस र आर्मीले रोक्दो रहेछ रोकेर देखाओस्। म लिएर जान्छु, सुरु लिएर जान्छु, रोकेर देखाओस्। कुन चाहिँ युवा संघले रोक्दो रहेछ, कुन चाहिँ वाइसिएलले रोक्दो रहेछ, कुन चाहिँ विद्यार्थी संगठनले रोक्दो रहेछ। देखिए त विद्यार्थी संगठन यहाँ इतिहासको एउटा रक्षानमा मिल्काइएका तत्त्वहरू पनि फेरि एकचोटि पुनरागमन हुने हो कि भन्ने दिवा सपनामा छन् र त्यस खालका प्रचारबाजीहरू पनि भइरहेका छन्। देशमा राजनीतिक परिस्थिति अलि चुनौतीपूर्ण नै छ। तपाईहरुले आजै पनि मिडियामा हेर्नुभयो होला। मलाई लाग्छ तपाईहरु सबैले यो कुरालाई पनि महसुस गरिराख्नु भएकै होला। तपाईले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुहोस् र केही समयपछि 284 मा हुन गइरहेको यसपछिको निर्वाचनमा भाग लिनुहोस्। निर्वाचित भएर संसदबाट प्रधानमन्त्री बन्नुहोस् र नेपालको चौतर्फी विकास गरी समृद्धि कायम गरेर देखाइदिनुहोस्। राजाको हिजोको अभिव्यक्ति निकै महँगो पर्नेवाला छ, किनकि राजनीतिक दलका नेताहरूले प्रतिक्रिया दिएका छन् अब राजालाई धानकोट कटाउनुपर्छ भनेर। यिनीहरूले धानकोट मलाई कटाएर हेर्नु न के को राजालाई कटाउँछ। यिनीहरूलाई चाहिँ अब हामी कटाउँछौँ धानकोट। यिनीहरूलाई कटाउनलाई दुर्गा प्रसादहरूको जन्म भइसकेको छ। एक घर एक दुर्गा भइसकेका छन्। के का लागि राजतन्त्र फर्काउने के पाइन्छ? अब राजा फर्काउने फेरि त्यत्रो पोखरा जुलुस गर्नुपर्छ। राजा पोखरा पूर्व राजा पोखरा पुग्या। धेरै दुःख गर्नु पर्दैन। एउटा प्लेन टिकट काट्दिनुहोस् हजुर, पूर्व राजा जुलुस नगरिकन काठमाडौँ फर्किहाल्छ नि। केलाई धेरै दुःख गर्नु? फर्किने भने काठमाडौँ त होला नि, कहाँ फर्किने? सिंहासनमा त सम्भव छैन, सम्भवै छैन। नभएको कुरामा के त्यो इलम नभए जस्तो गर्नुहुन्छ? यो फेरि मलाई अचम्म लाग्छ सभामुख महोदय। माओवादी भित्र पनि म प्रचण्डलाई म भन्छु, यहीँबाट तपाईँ यो राज संस्था ल्याउन सहयोग गरेर पहेँलो लुगा लगाएर खप्तरमा गएर बस्नुभयो भने तपाईँको सेफ ल्यान्डिङ हुन्छ, नभए तपाईँले पनि छुटकारा पाउनु हुनेवाला छैन। अरूको त कुरै नगरौँ, अरूलाई त तपाईँको दमकको टावरमा लगेर त्यहाँ सेफ ल्यान्डिङ गराउनुपर्छ खुट्टा उ बनाएर। म चुनौती दिन्छु, म निवेदन पनि गर्छु। बालेन शाहज्यू, राजाको अहिलेको आह्वानमा तपाईँको धारणा के हो? सार्वजनिक गर्नुहोस्। के हो? मौन बसेर लोकप्रिय सधैँ भइँदैन। चुनौती लिनुहोस्। तपाईँलाई केही मान्छेले गाली गर्छन्, अहिले जस्तो सबैको प्रशंसा पाउनुहुन्न, तर देशभक्त बन्नुहोस्, राजाको समर्थनलाई स्वागत गर्नुहोस्, राजाको अहिलेको आह्वानलाई। बालेन शाहज्यू, तपाईँको सार्वजनिक हुनै पर्छ। अरू कुरा गरेर तपाईँले स्थितिलाई र मान्छेको ध्यानलाई अर्कोतिर नमोड्नुहोस्। पूर्व राजालाई हामीले शीतल निवासमा देशले सुरक्षा प्रबन्ध सहित बस्न दिएको छ। पूर्व राजाको स्थानमा बस्ने, मठ मन्दिरहरूको पूजाआजा गर्ने यो अवसरको शान्तपूर्वक प्रयोग गर्नुहोस्। हामीलाई कुनै आपत्ति छैन। होइन अब फेरि हात लम्काउने, आँखा झम्काउने कोसिस गर्न खोजिएको भने, यो अहिले प्राप्त भएको यो परिस्थिति समेत गुमाउन खोजेको हो भने हामीलाई त्यसको कुनै चिन्ता हुने छैन। नेपालमा त्यो परिस्थिति समेत गुमाउन इच्छा हो भने हात लम्काउने कोसिस गर्नुहोस्, अन्यथा चुप लाएर बस्नुहोस् भन्ने म चुनौती दिन चाहन्छु। अब फेरि यो उमेर भनेको पनि उहाँको अब राजा भएर बस्ने उमेर पनि होइन। उहाँ कुनै बहादुर शाह हो र उहाँको उमेर के हो भनेको त अब हिन्दू धर्म मान्ने हो भने ल हिन्दू धर्मकै पालना गर्छु, उहाँ हिन्दू धर्म पनि ल्याउँछु भनिराख्नु पर्छ। हिन्दू धर्म मान्ने हो भने त उहाँ त अब वानप्रस्थ जीवन बिताउनु पर्ने होइन। उहाँले त अहिले सन्यासी भएर टक्कसँग गेरु वस्त्र लाएर खप्तरमा गएर बस्नुपर्ने बेला हो। त्यो बेला हिन्दू धर्म मान्ने हो भने त्यसकारण उहाँको राजा हुने न समय छ न योग छ। अवस्था बदल्न गएको रवि लामी छानेलाई आफै बदल्दिएन नि, सक्यो कुरो। जनताबाट चुनिएको कार्यकारी प्रधानमन्त्री, जनताबाट चुनिएको मियोको रूपमा राजा। संहिता खारेज। सुन्नुहोस्, यसको लागि म तयारी गर्दैछु त। पोखरामा तयारी, मान्छे त युजाउनु पर्यो नि त। युवा जति सबै बाहिर गइहाले भाइ, बुढाबुढी मात्रै छन्, एक लाठो खाँदा 3 ठाउँ भाँचिन्छन्। अहिले दाबी गर्छु बालेन शाहज्यूले यो राजाको आह्वानप्रति आफ्नो धारणा राख्नुभयो भने उहाँलाई अहिलेसम्म जय जय गर्नेहरू केहीले विरोध गर्ने छन्। हिम्मत गर्नुहोस्, हामी जस्तो आलोचना छ भने हिम्मत गर्नुहोस्। सधैँ लोकप्रिय मात्रै नबन्नुहोस्, कठोरतापूर्वक निर्णय लिनुहोस् र राजाको यो आह्वानलाई तपाईँ स्वागत गर्नुहोस्। तपाईँ देशभक्त हो भने, विदेशी दलाल हो भने नगर्नुहोस्।
अहिले हुन्छ नि राजा फर्किनुपर्छ भन्ने कुराहरू पनि गरिरहनु भएको छ होइन, त्यसमा तपाईँ सहमत हुनुहुन्छ कि हुनुहुन्न? मैले को फर्किनुपर्छ भन्दा पनि नेताहरूमा इमान फर्किनुपर्छ भन्छु म है। इमान फर्किनुपर्छ, उनीहरूले साँच्चै कर्तव्य आफ्नो निभाउने गरी जनताप्रति उत्तरदायी भएर काम गर्नु पर्यो कि। र मैले तपाईँहरूले यो सधैँ व्यवस्थाको मात्र कुरा गर्नुहुन्छ, यो गइसकेको इतिहासको व्यवस्थालाई हामीले म्युजियममा सजाएर राख्ने हो, पूजा गर्ने हो, सम्मान गर्ने हो, ढोग्ने हो, नमस्कार गर्ने हो। तर अहिलेको व्यवस्थामा कसरी काम गर्न सकिन्छ भन्दाखेरि अहिले काम गर्न पर्यो नि त, अहिले गर्न पर्यो कि। तर फेरि राजा बन्ने कोसिस गर्नुभयो भने नेपालमा ग्रेट ब्रिटेनको घटना दोहोरिन सक्छ, फ्रान्सको घटना दोहोरिन सक्छ र फेरि कहिले पनि म फलाना हुँ भनेर भन्ने स्थिति समाप्त हुन सक्छ। ख्याल गर्नुहोस्, राष्ट्रको मालिक भइसकेका नेपाली जनतालाई रैती बनाएर शासन गर्न चाहने पूर्व राजा ज्ञानेन्द्रलाई जनआन्दोलनको माध्यमबाट नेपाली जनताले गद्दीबाट जनताको स्तरमा झारिदिएका हुन्। यो अहिले राजावादी भनेर उफ्रिनेहरूको आइक्यू लेभल भनेको चिम्पान्जीको जस्तो छैन। यिनीहरू चिम्पान्जी भन्दा अलिकति माथि होला, चिम्पान्जी भन्दा थोरै माथि मात्रै छैन यिनीहरूको आइक्यू लेभल। यिनीहरू केही सोच्नै सक्दैन। काठमाडौँको नेवार महिलाको प्रतिनिधित्व संसदमा कसले गर्यो? शंकर पोखरेलको श्रीमती र ईश्वर पोखरेलको श्रीमती, समानुपातिक। राई लिम्बू महिलाको प्रतिनिधित्व गरेर संसदमा को गयो? वामदेव गौतमको श्रीमती। मधेसी जनताको प्रतिनिधित्व गरेर को गयो? पैसाका बिटा बुझाएर। जसको शरीरमा कहिले घाम लागेन, कहिले धुलो नाकमा परेन, कहिले हिलो खुट्टामा लागेन। तीनटा पार्टीबाट एकैचोटि नाम सिफारिस भएको थियो समानुपातिकमा, राज्यलक्ष्मी गोल्छा र विनोद चौधरी। ढाँट्ने, ठग्ने पञ्चायतमा यस्तो थिएन। पञ्चायतका सबै मन्त्रीमण्डल हेर्नुहोस्, सबै जात जातिको छ। कुनै पनि एकजना नागरिकले दुर्गा प्रसादले भनिराखेका हुन्छ, अर्कोले भनिराखेका हुन्छन्, सबैजनाले भनिराख्दाखेरि उहाँ एकजनाले भन्यो भनेर यत्रो आपत्ति जनाउँदाखेरि मलाई अचम्म लागिरहेको छ कि नागरिकले बोल्नै नपाउने भन्ने त हुँदैन। तातिने मान्छेहरूले राम्रो गरेको भए, बेटर गरेको भए उहाँले आँट गर्नुहुन्थ्यो त यो भन्नलाई। भने भन्दै भन्दैन, त्यो बेलामा सत्ता छोडेर हिँड्नु भएको हो नि त उहाँले पनि होइन। छोडेको मान्छेलाई फेरि म गर्छु भन्नुभएको छ भने त उहाँको गल्ती हो नि। जसले सदनमा बोलिराखेको छ, जसले उहाँको अगेन्स्टमा अहिले बोले उहाँको गल्ती हो नि। उहाँले राम्रो गर्न पर्दैन त? यत्रो देश उहाँको हातमा छ, सत्ता यत्रो 30 वर्ष पुग्नलाई चाहिँ उहाँको हातमा भएको यो सत्ता के गर्नुभयो त देशको भन्ने कुरा हो क्या। उहाँले बोल्न पाउँछ, उहाँले आफ्नो सत्ता आफूले छोडेर हिँडेको देश गर्लान् भनेर दिएको देशलाई अहिले आएर यहाँनिर गर्छन्, उहाँले बोल्नुभयो भने चाहिँ यसमा के छ? एउटा नागरिकले बोल्नु भएको हो भन्ने मात्र इच्छा हो। टिकट काट्छन् कि राजाले टिकट काट्छन्, त्यो समयले देखाउने कुरा हो होइन। गोकुल बास्कोटा जस्तो झाटका कुरा के गर्ने हो दाइ? गोकुल बास्कोटा कम्बोडिया लगेर पैसा राख्ने, लगेर पैसा राख्ने, त्यस्ता झाटका कुरा के गर्नु? झाट भनेको क्या हो? थाहा छ? भुत्ला हो। भुत्लाको कुरा पनि गर्ने हो। कम्बोडिया पठाइदिने हो। अब म फेरि पनि म राजा हुन्छु भनेर मेरा वंशहरू नै राजा हुनुपर्छ, मेरो छोरो हुनुपर्छ, अनि मेरो नाति हुनुपर्छ, पनाति हुनुपर्छ, अनि सबै यिनका शाखा सन्तानलाई भत्ता दिएर, अनि कति छन् यिनका छोरी ज्वाइँ सबलाई भत्ता दिएर अनि हामीले फेरि यिनलाई राजा बनाउनु, यो कुकर्म गर्छ नेपाली जनताले भने त नेपाली जनताको त्यही भएर मैले भनेको। फटा डाकै डाका चोरै चोर यो देशमा, लुटेरै लुटेर यी नरा पिचासहरूलाई हुँदो रहेछ। अब माओको कुरा गर्छन् यिनीहरू, लेनिनको र स्टालिनको फोटो टाँच्छन्। जसले बनाइदियो देश यार पृथ्वीनारायण शाहको त फोटो टाँछ, ए नरसंहारी लङ्गट कुलाङ्गार हो भन्छु क्या यिनीहरूलाई त। यिनीहरू त कुलाङ्गार हुन्। पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो। संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ, त कानुनको पनि कुरा गर्नुहुन्न उहाँ, लोकतन्त्रको कुरा गर्नुहुन्न, प्रणालीको कुरा गर्नुहुन्न, प्रक्रियाको कुरा गर्नुहुन्न। मलाई साथ दिनुहोस्, म आउँछु, देश बचाउँछु। देश के भएको छ? के चुनावमा साथ माग्या कि भोट माग्या कि के मागेको? मलाई साथ देऊ, म आउँछु। कहाँ आउने उहाँ? राजालाई कुन स्थान दिने हो तपाईहरू सल्लाह गर्नुहोस्। हामीले सोचेको त अर्कै तरिका छ, तर तपाईहरू नै भन्नुहोस् राजालाई कुन ठाउँ दिने हो। राजालाई पनि ठाउँ दिउँ, राजादेखि माओवादीसम्म अटाउने एउटा नयाँ व्यवस्था निर्माण गरौँ र देशलाई निकास दिउँ। होइन भने मान्नु भएन भने विद्रोह त हुन्छ नै। आफ्नो पार्टी कार्यालयमा र घरमा जर्मनी, चाइना र रसियाका नेताको फोटो राख्नेले
योगी आदित्यनाथको फोटो बोकेर किन आएको राजाको स्वागतमा भन्ने प्रश्न, तिम्रो प्रश्न खारेज गरिन्छ। तिम्रा पार्टी कार्यालयमा त जर्मनीको नेताको फोटो छ त, कार्ल मार्क्सको। तिम्रा पार्टी कार्यालयमा त रसियाको नेताको फोटो छ त, लेनिनको। ओ विदेशी दलाल हो। तिम्रा पार्टी कार्यालयमा त चाइनाको नेताको फोटो छ त, माओको। हिजो मैले पनि 1 लाख रुपियाँ हिजो खर्च गरेको छु राजावादीहरूको उसमा। त्यसमा मैले एउटा ड्रोन र त्यसमा क्यामेरा फिट गरेर मान्छे गन्ने एप्सहरू आउँछ, तपाईँहरूलाई थाहा छ होला। मैले हिजो मान्छे गन्ने पुरै ड्रोन मैले उडाएको थिएँ र त्यो ड्रोनबाट हिजो 13,991 जना मान्छे थिए जम्मा, तमासेहरू सहित जम्मा मान्छे त्यति हो। गाडीभित्र भएको त्यसले गनेर मान्छेका टाउका गनेको हो। त्यसकारण जतिसुकै फारफार फुरफुर गरे पनि मान्छे त्यति नै हुन् त्यहाँ। सरकारले भनेको भन्दा अलिकति बढी, हाम्रो स्वागतजीले भनेको 25 लाख भन्दा चाहिँ अलिक कम। तपाईको पार्टी पहिला सदनबाट राजीनामा दियो, संसदबाट रहने आओस्। भुइँमा आउनु पर्यो नि, भुइँमा आउनु पर्यो नि। तात्पर्य तिहारी नत्र गोदामी भयो भने भइहाल्यो, भएन भने आफ्नो सदन छँदैछ, आफ्नो फुली छँदैछ, आफ्नो लोगो छँदैछ, हो कि होइन? त्यसले गर्दाखेरि तपाईँहरूले मलाई बेकुफ सम्झेको होला, नपढेको बेकुफ सम्झेको होला, होइन? त्यसरी फोटो नखिच्नुहोस्। तपाईँको पपुलारिटी पनि देखेको छ। अब बिर्सिनुहोस् काङ्ग्रेस, अब बिर्सिनुहोस् एमाले। यो समय राजा र दुर्गा प्रसाईको हो। यो समय यो कुरामा क्लियर हुँदा हुन्छ। ट्रम्पले भनिसक्नुभयो फ्रड हो। मैले भनेको थिएँ त 5-8 महिना अगाडि, ट्रम्पले त्यहाँ जितेपछि यहाँ हिन्दू अधिराज्य कायम हुन्छ भनेको थियो, होइन? सुन्नु भएको थियो नि तपाईँहरूले। उम्मेदवार हुनुहुन्छ र साथ माग्नुहुन्छ, माग्न मजाले पाइन्छ, तर केमा साथ माग्नु भएको तपाईँ बुझिएन। केमा साथ माग्नु भएको अहिले बुझिएन मात्रै भन्नु। म नेताहरूलाई के भन्छु भने, राजाले जसरी रक्तपातविहीन दरबार छोडेको थियो, तिमीहरूले पनि रक्तपातविहीन बालुवाटार र सिंहदरबार छोड, खाली गर। यो मेरो तिमीहरूलाई चुनौती हो। देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नै पर्दछ। पुरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको हाम्रो गौरवशाली देश अहिले सबैले हेप्ने, सबैले छर्के आँखाले हेर्ने, अपमानित जस्तो बन्दै गएको स्वाभिमानी जनताले अनुभूति छ।